हेलो गाइस सो फाइनली आज फेरि कति दिनपछि किचनमा आएँ कि छिटो हिजो अस्ति पनि आएको थाहा छैन होइन अहिले चाहिँ 3:30 हुन आँट्यो उफ सास फुल्यो चाहिँ तल दोकान गएर आएको सिडी चढ्दा त सास फुल्यो दोकान गएर आएको यहाँ कुछ सामान लिएर आएको छु होइन यहाँनिर कुछ सब्जीहरू छ किनभने भोक लाग्यो पुरा भोक लाग्यो भ्याएको थिइनँ अहिले भर्खर भ्याएर चाहिँ अब खानेकुरा खाऊँ भनेको मतलब भात पकाएर खाऊँ भनेको एक्लै छु होइन अन्त मलाई चिकन खानु मन पर्यो चिकन पनि लिएर आएको छु आज चाहिँ चिकन भने त किन यति बेसी हाँस उठेकोलाई आज चाहिँ चिकन पकाउँछु म आफै होइन अब एक्लै हो चिकन बनाउँछु के बनाउँछु हेरौँ के बनाउँछु होइन अनि त्यसपछि देखाउँछु त्यही भएर चाहिँ अहिले फलो गरिराख चिकन पकाएको देख्दैन होइन पकाएको देखाउनु चाहिँ साह्रै इरी लाग्छ होइन अब त्यो देखा क्यामेरा एकजनाले पक्री नपक्री त्यही भएर चाहिँ इरी हुन्छ अर्पणले पनि बोलाउँदै त्यसकोमा होइन जाउँ भनेर सोच्दै थिएँ फेरि मेरो बाहिर जाने काम थियो र चाहिँ म जानु पाइनँ अहिले चाहिँ म अलिकति फ्री भएर चाहिँ भात चाहिँ खाइहाल्छु जेसुकै होस् अरू काम भाडमै जाओस् खानु पहिला सुरुमा होइन अन्त डाइट पनि एसीको त्यसै भइसक्यो खै कहिलेदेखि फलो गर्नुपर्ने हो लु अब चाहिँ म सब्जीहरू मिलाएँ अब चाहिँ म खानेकुरा बनाउनु थाल्छु र गाइस अनि त्यसपछि भेट्छु